नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। प्रधानमन्त्री ओलीले आज दुईवटा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्बन्धी प्रसङ्गबाट। प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो 1 बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको 61औं वार्षिक प्रतिवेदन 2077 र राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2076-77 को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरत राज गौतमले जानकारी दिनुभएको छ। यस्तै आजको बैठकमा पूर्व राष्ट्रिय सभाका सदस्य एवं संविधान सभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ। कोइरालाको 71 वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो। सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधि सभा पुनर्स्थापनापछि अहिलेसम्म 3 वटा बैठक बसेको भए पनि तीनैवटा बैठक उपलब्धिविहीन बनिरहेको छ। राजनीतिक दलहरूबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आइरहेको छ। आजको बैठकमा पनि मुख्य विषयले प्रवेश पाउने सम्भावना कम रहेको छ। नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको उपचारमा 10 लाख रुपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्री परिषदको बैठकले जोशीको उपचारमा 10 लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उप प्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभएको छ। नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न थापाथली पुगेका उप प्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको परिवारजनलाई जानकारी गराएका छन्। जोशीलाई भेन्टिलेटरमा राखिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ। मोहतरीको शम्सी गाउँपालिका 7 स्थित खतबे टोलमा स्थानीयवासी रामबली खतबेको घरमा गैराती आगलागी हुँदा लाखौं क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामबलीको एक तले मूल घरमा लामखुट्टे धपाउने बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्ण रूपले क्षतिग्रस्त भएको हो। पीडित घरधनी रामबलीका अनुसार घरभित्र रहेको 300 किलो चामल, दाल, अन्य अन्नपात, लत्ता कपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रु 4 लाखको क्षति भएको हो। रामबलीको घरमा भएको आगलागी अन्य घरमा फैलिन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो। मोहतरीको लोहारपट्टी नगरपालिकाकी उपप्रमुख सरिता शर्माले बालविवाहलाई कानुनी रूपमा दण्डनीय अपराध बताएकी छिन्। बिहीबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले समाजले यसलाई अपराध मान्न नसक्दा विभिन्न सामाजिक समस्या भएको जिकिर गर्नुभयो। बाल विवाहको सम्बन्धमा ऐन 2075 मा पनि बाल विवाह गरेमा दण्डनीय हुने स्पष्ट रूपमा उल्लेख छ। तर सामाजिक कुरीति, कन्यादान गरेपछि बोझ हट्ने, छोरी अर्कैको सम्पत्ति हो भन्ने जस्ता सामाजिक नकारात्मक सोचाइले धेरैजसो बालबालिकाहरूको सानै उमेरमा विवाह हुने गरेको उहाँले बताउनु भएको छ। गाउँ समाज सबै सचेत नहुँदासम्म बाल विवाह रोक्न सकिँदैन। बाल विवाहको भविष्यप्रति कुनै सचेत हुन जरुरी छ उहाँले भन्नुभयो। शहीद शिव चन्द्र स्मृति भवन लोहारपट्टीमा बिहीबार बाल विवाह तथा उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण परियोजनाद्वारा आयोजित कार्यक्रममा वडा नम्बर 5 का अध्यक्ष शेख निसरुद्दिनले सामाजिक अगुवा, पण्डित, पुरोहित, मौलवी, प्रहरी, शिक्षक, आमा समूह लगायतले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। कानुन विपरीतको काम हो भन्ने सन्देश सबैतिर फैलाउनुपर्छ। कार्यक्रममा नगरपालिकाका अधिकृत विनोद कुमार यादव, शिक्षक श्याम सुन्दर यादव, रामकृष्ण मण्डल, रेणु गुप्ता रौनियार, रामाशिष चौधरी, झम्केश्वर ओझा लगायतले सामाजिक जागरण सन्दर्भमा मन्तव्य राख्नु भएको थियो। कोरोना परीक्षणमा सरकारले निर्धारण गरे भन्दा धेरै शुल्क असुलेका 2 अस्पताल कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल
सानेपालाई कोरोना परीक्षणको क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरेको हो। शिक्षण अस्पताललाई 18 लाख र स्टार अस्पताललाई 5 लाख रुपैयाँ धरौटी माग सहितको मुद्दा दायर गरिएको चितवनका प्रमुख जिल्लाधिकारी प्रेमलाल लामिछानेले बताउनु भएको छ। शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डाक्टर सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोर कुमार महर्जन धरौटी जम्मा गरी तारिखमा रिहा भएका छन्। शिक्षण अस्पतालले सङ्कलन गरिएको नमुना स्टार अस्पताल पठाउने गरेको थियो। सरकारले पीसीआर शुल्क 2000 रुपैयाँ तोकेकोमा अस्पतालले 3000 रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो। यसअघि बढी रकम लिएको भन्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज पनि कारबाहीमा परेका थिए। सप्तरीको अग्निसायर कृष्ण सवरण नगरपालिका 5 मा रहेको एक गाई फार्ममा आगलागी भएको छ। बिहान आगो लाग्दा 18 वटा गाई र 2 वटा बाछा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ। नूर शाहको कृष्णराम बहुउद्देश्य कृषि फार्मको गोठमा 60 वटा गाई पालिएकोमा 20 वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमालले जानकारी दिनुभएको छ। अहिले आगो नियन्त्रणमा आएको छ। अहिले के कति क्षति भयो भन्ने बारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ। हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर 5 मा आगलागी हुँदा झण्डै 75 लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो। देशमा मौसम बदली कायमै रहेको छ। स्थानीयसँगै पश्चिमी वायुको प्रभावको कारण देशका केही भागको मौसम बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागहरूमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। आज शुक्रबार देशैभरिको आंशिकदेखि सामान्य बदली हुनेछ भने थोरै पहाडी भूभागहरूमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने अनुमान गरिएको छ। शनिबार दिउँसो अपराह्न हावाहुरी र चट्याङ सहित र राति चट्याङ र मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार पनि मौसम बदली कायमै रहनेछ। आइतबार दिउँसो पहाडी भूभागमा केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ भने राति भने प्रदेश नम्बर 1 र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ। पहाडी क्षेत्रमा हावाहुरी मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना भएकोले सतर्क रहन समेत महाशाखाले सचेत गराएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि 1 महिने लकडाउन सुरु भएको छ। फ्रान्सको राजधानी पेरिस सहित अरू 15 क्षेत्रहरूमा आजदेखि लागू हुने गरी 1 महिने लकडाउनको घोषणा भएको हो। अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउन जत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले जनाएको छ। लकडाउनको समयमा अति आवश्यक बाहेक अरू रोगीहरूका कामहरू बन्द गरिएको छ भने विद्यालयहरू भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ। यो समयमा मानिसहरू अति आवश्यक परेमा 10 किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न सक्ने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ। फ्रान्समा पछिल्लो 24 घण्टामा मात्रै 35,000 भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। समयमै खोप अभियान सञ्चालन नगरेकोमा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ। समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको संक्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ। अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली संघ युएईको औषधि नियामक निकाय EMAले निष्कर्ष निकालेको छ। EMAको समीक्षाको क्रममा अक्सफोर्ड एस्ट्राजेनेकाको खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो तर थोरै संख्यामा हुन सक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने EMAले जनाएको छ। यो खोप र रगत जम्ने समस्या बीच सम्बन्ध हुन सक्ने भन्ने आशा राखिएको बीचमा युरोपेली संघका 13 देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि EMAले अनुसन्धान गरेको थियो। इटली, स्पेन र जर्मनी सहितका केही देशले भने यो खोपको प्रयोगलाई आजदेखि पुनः सुरु गर्ने घोषणा गरेका छन्। स्विडेनले
निर्णय लिनको लागि आफूलाई केही दिन चाहिने जनाएको छ। विश्व स्वास्थ्य संगठन WHO ले यो खोपको प्रयोग जारी राख्न आग्रह गरेको छ। यो खोपको सुरक्षाबारे आज WHO ले आफ्नो समीक्षाको नतिजा सार्वजनिक गर्दैछ। अब खेल प्रसङ्ग। राष्ट्रिय फुटबल टिमका सदस्य तथा गोलकिपर विकेश कुथु मार्की खेलाडीको रूपमा फ्रेन्चाइज टिम काठमाडौँ रेजर्स फुटबल क्लबमा अनुबन्धित भएका छन्। नेपाल सुपर लिग NSL को फ्रेन्चाइज टिम काठमाडौँले बिहीबार विकेशलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको हो। यस्तै बालगोपाल महर्जनलाई काठमाडौँले मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरेको छ। काठमाडौँ रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि बोल्दै विकेशले मार्की खेलाडीको रूपमा अनुबन्ध भएकोमा आफू निकै खुसी भएको बताएका छन्। यस्तै प्रशिक्षक महर्जनले टिमलाई राम्रो स्थानमा राख्ने आफ्नो लक्ष्य रहेको बताए। नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संस्करणको लिगमा 7 फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। हौस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।